म चन्द्र तुफान दमक एक झापाका स्रष्टा जसले 2079 साल मंसिर 11 गते लोकलय झ्याउरे कविता भनेर उहाँले यो कविता लेख्नु भएको छ। के रहेछ जीवन। दुःख नै लेख्या रहेछ खोई यो मेरो निधार, कसैले सोधे के भन्नु खै हो छैन हो आधार। जन्मियो नाङ्गै जाँदा नि नाङ्गै के रहेछ जीवन, छोटो छ आयु सम्पत्ति धेरै के गर्नु र धन। छोटो छ आयु सम्पत्ति धेरै के गर्नु र धन। जीवित हुँदा खुसी नै साट्नु सम्झन जीवन्त, जवानी हुँदा सबैको राम्रो रहेछ लेखान्त। सोचेको काम नगरे पुरा परिन्छ पछाडि, उमेर हुँदै गर्नु है केही सर्नु है अगाडि। उमेर हुँदै गर्नु है केही सर्नु है अगाडि। गाई र भैँसी मरेर जान्छ दाम्ला नै रहन्छ, मनुष्य जान्छ संसार छोडी बोली त रहन्छ। खोजेर सुख पाइन्छ कहाँ देखाऊ मलाई, रहर छ नि विलासी जीवन पैसा नै बिछ्याई। रहर छ नि विलासी जीवन पैसा नै बिछ्याई। जति नै महान बनेर पनि बिल्छ नि माटोमा, घमण्ड छोडी पाइला सार्नु सरल बाटोमा। आखिरी दुःख बन्नेछ साथी सुख त घाम हो, बेलुकी मुख जोड्नु नै पर्ने प्यारो त काम हो। बेलुकी मुख जोड्नु नै पर्ने प्यारो त काम हो। हात र मुख जोड्नु नै पर्ने प्यारो त काम हो।